साथीहरू मैले आज तपाईहरुलाई टिकटक लाइट कसरी खोल्ने मोनेटाइज हुने टिकटक मोबाइलमा कसरी खोल्ने कुरा देखाउन गइरहेको छु। यहाँ मैले रेडमी मोबाइल चाहिँ रिसेट हानेर अहिले ओपन गर्दै छु हैन। सुरुमा हामीले नयाँ मोबाइल आएपछि के गर्नुपर्छ भन्ने कुरा चाहिँ तपाईहरुलाई म देखाउन गइरहेको छु। स्टेप बाइ स्टेप अन्तिमसम्म हेर्नु होला। सबभन्दा पहिला हामी यहाँ खोलिसकेपछि यहाँ अब ल्याङ्ग्वेज छान्न आउँछ हैन। तपाई ल्याङ्ग्वेज चाहिँ आफ्नो जुन सुइटेबल हुन्छ त्यो छान्नु होला। त्यसपछि अनि नेक्स्ट गर्नु होला। त्यसपछि अब तपाईको रिजन कुन हो हैन, क्षेत्र कुन हो, देश कुन हो त्यसमा तपाईले त्यो नहेरेर मोनेटाइज हुने देशहरु जापानहरु यस्तो छान्नु होला। मैले जापान छानिसकेको छु। अनि त्यसपछि टर्म एन्ड कन्डिसन चाहिँ एग्रीमेन्ट टिक गरेर नेक्स्ट गर्नु होला। र मोबाइल नेटवर्क चाहिँ स्किप गरिदिनु होला किन मैले यसमा सिम पनि झिक्दिएको छु। बाइ चान्स मोबाइलको नेटवर्कले पनि डिटेक्ट नगरोस् भनेर यहाँ म डाइरेक्ट वाइफाई चाहिँ कनेक्ट गर्दै छु। वाइफाई कनेक्ट गर्दैछु। तपाईहरुले पनि सिम चाहिँ नराखिकिन चाहिँ मोबाइललाई रिसेट गर्नु होला अथवा नयाँ मोबाइलमा चाहिँ रिसेट सिम नहालिकिन डाइरेक्ट वाइफाई अन गरेर चाहिँ त्यसलाई नेक्स्ट गर्दै जानु होला। र तत्कालको लागि चाहिँ तपाईहरुले जीमेल पनि क्रिएट नगर्नु होला। यसलाई चाहिँ तपाईले त्यहाँ देख्नु भएको छ तल लास्टमा तल स्किप भन्ने छ त्यो स्किप गरिदिनु होला। स्किप गर्दिएपछि अनि हरेक कुरा सोध्दैछ नेक्स्ट गर्दै स्किप गर्दै जानु होला। कुनै कुरा पनि नराख्नु होला। त यसो गर्नु भने तपाईलाई सजिलो हुन्छ। र त्यहाँ कुनै लोकेसन त्यस्तो केही सोधेको छ भने लोकेसनलाई तपाईले चाहिँ अफ गरिदिनु होला। लोकेसनको चाहिँ तपाईले चाहिँ अन नगर्नु होला हैन। अनि भेरिफाई गर्ने मोबाइलहरु छ भने पनि त्यसले पनि अफ गरिदिएर अनि नेक्स्ट गर्दै एक्सेप्ट गर्दै जानु होला। र अनि त्यसपछि ओके गरिदिनु होला। तपाईको मोबाइल चाहिँ अब नयाँ रूपमा रेडी हुन्छ। जुन चाहिँ तपाईको रिजन चाहिँ क्षेत्र चाहिँ मोनेटाइज हुने देशको क्षेत्रमा चाहिँ भएर बस्छ। यति नै कुरामा तपाईहरु चाहिँ अब ढुक्क भएर बस्नु हुँदैन। सम्पूर्ण रूपमा मोबाइल खोलिसकेपछि तपाईले अब आफ्नो मोबाइलको सुरुमा जाँदाखेरि जुन मोबाइल खुल्छ त्यो मोबाइलको अब तपाईहरुले सेटिङमा जानुपर्ने छ। सेटिङमा गएर तपाईहरुले के गर्नुपर्ने छ भने त्यसको डेट एन्ड टाइममा जानु होला हैन। डेट एन्ड टाइममा गएर चाहिँ अब त्यसको अब रिजन पनि चेन्ज गर्नुपर्ने हुन्छ। हामीले टाइम जोन पनि चेन्ज गर्नुपर्ने हुन्छ। जुन चाहिँ तपाईको टिकटकले चाहिँ डिटेक्ट गर्न सक्छ। अब हामी रिजनमा यहाँ जापान अघि नै सिलेक्ट गरेको हुनाले त्यो जापानी छ। अब डेट एन्ड टाइममा चाहिँ यहाँ तपाईहरुले टाइम जोन अटोमेटिकलाई चाहिँ हटाएर टाइम जोन चाहिँ रिजनमा चाहिँ यसमा पनि जापान राख्नुपर्ने हुन्छ। जापान राखिसकेपछि तपाईको टाइम चाहिँ अनि जापानको आउँछ। जुन चाहिँ हामीले म्यानुअली चाहिँ नेपालको राख्न सक्छौं। र नत्र अटोमेटिकली अन नगरिकन म्यानुअली राख्दै त्यसपछि तपाईलाई सजिलो पनि हुन्छ। र त्यसपछि हामी लोकेसनमा जान्छौँ। लोकेसन हामीले अघि नै अफ गरिदिसकेका छौँ। र त्यही पनि सर्चमा गएर लोकेसन सर्च गर्नु होला। त लोकेसनको परमिसन कुन कुन एप्लाई छ भन्ने कुरा तपाईले हेर्नुपर्ने हुन्छ। त्यहाँ चाहिँ गुगल, जीमेल हैन, म्याप जोसुकैले नै अटोमेटिकली रूपमा चाहिँ त्यहाँ चाहिँ परमिसन अन भएको हुन सक्छ। त्यसको लागि हामीले चाहिँ सर्चमा गएर चाहिँ लोकेसन सर्च गर्ने छौं। सेटिङको सर्चमा गएर चाहिँ लोकेसन सर्च गर्दा पनि हुन्छ। नत्र तपाईहरु डाइरेक्ट लोकेसन परमिसनमा पनि जान सक्नुहुन्छ। यहाँ चाहिँ अब परमिसन म्यानेजर भन्ने देख्नुहुन्छ। अन्य कुरा जुनमा चाहिँ लोकेसनहरु एप्सहरु दिएको छ हैन, परमिसन दिएको छ तिनीले चाहिँ अफ गरिदिनु होला। मैले अघि नै त्यो अफ गरिदिएको नै कतिपय अटोमेटिकली अफ पनि भइसकेको छन् र कतिपय अब ठाउँहरु चाहिँ हामीले खोज्दै पनि हेर्नुपर्ने हुन्छ। लोकेसन परमिसनमा गएर हेर्नु होला। तपाईहरुले चाहिँ अब त्यहाँ हेर्नु होला। गुगलमा चाहिँ डोन्ट एलो गरिदिनु होला। गुगलमा पछि त्यहाँ अरु पनि हुन्छन् हैन। एन्ड्रोइड केही पनि हुने भयो, गुगल क्रोममा पनि भयो। ती सबैमा चाहिँ परमिसन चाहिँ तपाईले लोकेसनको परमिसन चाहिँ अफ गरिदिनु होला। यति परमिसन गरिदिसकेपछि अनि तपाईको अर्को के हुन्छ भने अर्थक्वेक यिनीहरु हैन, त्यो इमर्जेन्सी लोकेसन तीन सबै तत्कालको लागि चाहिँ अफ गरिदिनु होला। त्यो अफ गरिसकेपछि अनि तपाईलाई चाहिँ फेरि नेक्स्ट प्रोसेसमा जानुपर्ने अवस्था हुन्छ। यति सबै अफ गरिसकेपछि तपाई अब निश्चित भइसक्नु भयो कि अब यसको मोबाइलको लोकेसन अब नेपालमा छैन। यो मोनेटाइज हुने देशको लागि देशको क्षेत्रको अनुसार लोकेसनमा छ भन्ने बुझ्नु होला। त्यो कुरा कन्फर्म भइसकेपछि मात्र तपाईले अब फेरि नयाँ जीमेल खोल्नु पर्ने हुनेछ। अब हामीले गुगल प्ले स्टोरको साइन इनमा गए पनि हुन्छ हैन। यसमा साइन इन गरेर जीमेल क्रिएट गर्ने तरिका नै एउटै हो। अथवा तपाईहरुले जीमेलमा गएर गुगलको डाइरेक्ट जीमेलमा गएर पनि मेल एड्रेस चाहिँ जीमेल एड्रेस चाहिँ एड गर्न सक्नुहुन्छ। यहाँ गट इट भन्नेमा जानु होला।
अनि यहाँ गट इट भन्नेमा गएको छु। अब त्यहाँ एड इमेल एड्रेस भन्ने आएको छ, त्यसलाई गुगललाई टच गर्नु होला। गुगललाई टच गरिसकेपछि तपाईँको त्यहाँ चाहिँ एकछिन टाइम लिन्छ र त्यसपछि तपाईँहरूलाई जिमेल क्रिएट गर्ने अप्सन आउँछ। यदि तपाईँको अलरेडी छ भने माथि हामीले अलरेडी नगर्नु, यहाँ चाहिँ क्रिएट एकाउन्टमा जान्छौँ। क्रिएट एकाउन्ट गरेर फर माई पर्सनल युजमा गर्छौँ। पर्सनल युजमा गएपछि तपाईँले फर्स्ट नेम मात्र राख्दा नि हुन्छ, अनि त्यो फर्स्ट लास्ट राखेपछि अनि नेक्स्ट गरिदिनु होला। त्यसपछि आफ्नो जन्ममिति अङ्ग्रेजीमा राखेर अनि आफ्नो जेन्डर के हो, मेल फिमेल के हो त्यो राख्नु होला। त्यसपछि तपाईँले सुइटेबल हुने मेल एड्रेस चाहिँ छान्न सक्नुहुन्छ, अथवा आफै पनि राखेर तपाईँले नेक्स्ट गर्न सक्नुहुन्छ। यसरी राखिसकेपछि तपाईँले अनि आफूले नबिर्सिने खालको नयाँ पासपोर्ट चाहिँ राख्नु होला। त्यो पासपोर्ट राखेपछि तपाईँले अनि त्यहाँ फोन नम्बर राख्ने आउँछ। फोन नम्बर नराखिकन स्किप गरिदिनु होला र त्यहाँ पनि लोकेसन सोधेको छ भने लोकेसन अफ गरिदिनु होला र यहाँ आइएग्री गरेर अनि यसरी चाहिँ यो गुगल जिमेल एड्रेस खोल्ने प्रोसेस चाहिँ तपाईँले चाहिँ एकैछिनमा चाहिँ सक्नुहुन्छ। र जुन चाहिँ तपाईँको मेल एड्रेस र पासवर्ड चाहिँ टिपेर राख्नु होला र त्यसले गर्दा तपाईँलाई पनि पटक पटक लगइन गर्न सजिलो हुन्छ। र यति गरिसकेपछि तपाईँको अनि अब ब्याकअप डाटा यता सोध्छ त्यसलाई अफै गर्दैन हुन्छ, अथवा यति छोडेर अथवा एक्सेप्ट गरिदिँदा पनि हुन्छ। यो भएपछि तपाईँको अब जिमेल एड्रेस चाहिँ नयाँ अब बन्यो भन्दा हुन्छ। यसपछि हामी अब जिमेलमा जान्छौँ। अनि जिमेल अनि त्यहाँ हाम्रो सेटिङ मिलाउँछ, थप सेटिङहरू होइन। त्यो भएपछि अब तपाईँको जिमेल पनि अब रेडी भयो। यो जिमेल रेडी भइसक्यो। जिमेलमा यो रेडी भइसकेपछि अब हामी यहाँ गुगल प्ले स्टोरमा खोल्छौँ। त्यसमा अटोमेटिक त्यही जिमेलले डिटेक्ट गरेर त्यही जिमेलबाट खुल्छ र हामीले त्यहाँ एप्लिकेसन डाउनलोड गर्नुपर्ने हुन्छ, जुन चाहिँ हामीले सर्चमा गएर VPN फर जापान भन्ने चाहिँ एप्स डाउनलोड गर्नुपर्ने हुन्छ। हामीले लोकेसनले मात्र भर नपरेर हामीले VPN को पनि युज गर्नुपर्ने हुन्छ यो खोल्नको लागि। अनि VPN फर जापान भनेर सर्च गरेपछि यहाँ तपाईँले देख्नुहुन्छ एउटा लोगो देखाउँछ होइन, जुन चाहिँ अब म यहाँ तपाईँले देखाउँछु। यहाँ तल देखाएको छ, यो यसमा चाहिँ तपाईँले टच गर्नु होला, यसलाई इन्स्टल गर्नु होला। इन्स्टल भइसकेर ओपन हुने बेलामा चाहिँ तपाईँले चाहिँ त्यहाँ कुनै क्षेत्र देखाइसकेपछि मात्र चाहिँ त्यसलाई चाहिँ बल्ल कनेक्ट VPN गर्नु होला। यहाँ तपाईँलाई पनि म देखाउन जाँदैछु। यहाँ अहिले इन्स्टल भइसकेको छ, मैले ओपन गरिदिएँ। ओपन गरिसकेपछि अब यो VPN जापान भन्ने चाहिँ अब बिस्तारै खुल्ने क्रममा छ। अनि अब यहाँ चाहिँ हेर्नु होला, अब सबै एलो गरिदिनु होला होइन। अब तल यो कुनै देशको झन्डा सहित देखाएपछि बल्ल कनेक्ट VPN जापानलाई टच गरिदिनु होला। यति गरेपछि तपाईँको यो अनि एकचोटि पन्समा चाहिँ ओके गरिदिनु होला र यो 1 घन्टाको लागि हुन्छ। र थप 1 घन्टाको लागि चाहिँ हामीले गऱ्यो भने त्यहाँ विज्ञापन चल्छ होइन। अनि विज्ञापन हेर्दै अनि हामीले चाहिँ अनि यो चाहिँ थप 1 घन्टा चाहिँ अवधि बढाउन सकिन्छ। यसरी चाहिँ हामीले अब यहाँ यो विज्ञापन हेरिसकेपछि अब यहाँ चाहिँ 1 घन्टा थप भइसक्यो, 2 घन्टाको लागि भयो। अझै पनि थप गर्न चाहनुहुन्छ भने तपाईँले त्यसरी चाहिँ अनि यो बढाउँदै लैजान सक्नुहुन्छ। प्लस अनरमा टच गर्दै तपाईँले चाहिँ यसको चाहिँ ड्युरेसन बढाउन सक्नुहुन्छ। यो VPN जापान भइसकेपछि फेरि हामीले अब VPN जापानको भएपछि अब जापानको लोकेसनको लागि अघि हामीले नयाँ जिमेल खोलियो, त्यो जिमेल चाहिँ हामीलाई काम लाग्दैन। अब बल्ल हामीलाई चाहिने जिमेल एड्रेस बल्ल खोल्ने हो। त्यसमा नाम एड्रेस फरक नाम राख्नु होला, अनि जिमेल एड्रेस र पासवर्ड जिमेल एड्रेस फरक राख्नु होला। अरू जन्ममिति नाम त एउटै भए पनि केही फरक पर्दैन। केही प्रोसेस तरिकाले हामीले अब क्रिएट न्यू एकाउन्ट गर्ने, पर्सनल युज गर्ने होइन। त्यसरी नै हामीले अब फर्स्ट नेम राख्ने, अनि फर्स्ट नेम राखिसकेपछि अनि आफूलाई नबिर्सिने अनि जन्ममिति राख्ने, मेल फिमेल के हो जेन्डर राख्ने, अनि त्यसपछि नयाँ जिमेल एकाउन्ट राख्ने। अनि त्यसपछि यो नयाँ जिमेल एकाउन्ट राखिसकेपछि अनि त्यसमा हामीले पासवर्ड पनि राख्नुपर्ने हुन्छ। अनि पासवर्ड राखेर बिर्सिनु हुँदैन। यो चाहिँ अब जुन चाहिँ हाम्रो मेन यो हो, यो चाहिँ हामीले नबिर्सिने तरिकाले सबै कुरा राख्नुपर्ने हुन्छ। र त्यसलाई पनि हामीले अब नेक्स्ट गर्दै त्यहाँको अब एग्रिमेन्टहरू के छन् तिन सबैलाई एक्सेप्ट गर्दै हामी चाहिँ अब फेरि एउटा नयाँ जिमेल हामीले बनाउँछौँ। अगाडि नयाँ जिमेल बनाएर हामीले VPN गर्यो, VPN अन भइसकेपछि फेरि हामीले अर्को जिमेल एकाउन्ट चाहिँ हामीले खोलिएको छ। यहाँ तपाईँले हेर्नुहुन्छ अर्को जिमेल एकाउन्ट पनि यहाँ हामी तपाईँहरूको अगाडि मैले खोलिसकेँ। यो खोलेपछि अब यो पुरानो जिमेल हो, अब हामी तल्लो जिमेल एकाउन्ट चाहिँ हामीले चाहिँ अब रोज्छौँ, त्यसबाट चलाउँछौँ। र अनि पहिलाको जिमेल एकाउन्ट चाहिँ अब हामीलाई काम लाग्दैन।
काम राखेको हुन्छ त्यसलाई हटाइदिँदा राम्रो हुन्छ। त्यो हटाएपछि अनि बल्ल अब म सेटिङमा जान्छु। सेटिङमा गएर तपाईँले गुगल एकाउन्ट अथवा एकाउन्ट भन्ने छानेर त्यहाँ गुगल अप्सन देखाउँछ होइन। यहाँ हेर्नु होला, स्क्रोल गर्दै हेर्नु, त्यहाँ गुगल भन्ने देखेको छ। गुगलमा छोएपछि त्यहाँ सुरुको जिमेल एकाउन्ट देखायो। यो देखाइसकेपछि अब मैले त्यसलाई टच गरेर म्यानेज एकाउन्टमा गएर त्यो दुईवटा एकाउन्ट देखाउँछ। जुन चाहिँ पहिलाको जिमेल एकाउन्ट थियो त्यसलाई म टच गरेर होइन पहिलाको चाहिँ अब रिमुभ गरिदिन्छु। यो रिमुभ गरिदिएपछि अब हामीले भिपिएन खोलिसकेर बनाएको जिमेल मात्र बाँकी रहन्छ। त्यो चाहिँ हामीले राख्नुपर्ने हुन्छ। जुन चाहिँ अब यो चाहिँ जापानको लोकेसनमा चाहिँ अहिले तपाईँको जिमेल एकाउन्ट पनि क्रिएट भइसकेको छ। अब यति गर्दाखेरि तपाईँको मोबाइलमा लोकेसन अफ नगरेको अवस्था गर्नु हुँदैन। अब हामी चाहिँ अब यसमा फेरि लोकेसन एकचोटि चेक गर्छौँ। बाइचान्स कुनै पनि अब फेरि नयाँ जिमेल खोल्दा त्यसको लोकेसन पर्मिसन अन छ कि अफ छ कि एकचोटि चेक गर्नु होला। अन त हुँदैन, त्यही पनि तपाईँ अब स्योर गर्दा चाहिँ राम्रो हुन्छ। फेरि यत्रो दुःख गरेर तपाईँले अब लोकेसन अन भएर डिटेक्ट भयो भने फेरि तपाईँको लोकेसनले चेन्ज गरेको फेरि खासै फरक पार्दैन। अनि हामीले यसरी लोकेसन अफ अनि पर्मिसनमा पनि कतै छ भने त्यसलाई अफ गरिदिनु पर्ने हुन्छ। यहाँ लोकेसन अफ नै छ, किनभने हामीले गरिसकेको छ, छुट्याएका छैनौँ भन्ने कुरो यहाँ चाहिँ ढुक्क भएका छौँ। अनि रिजन पनि टाइम जोन पनि सबै जापानको स्ट्यान्डर्ड टाइममै छ। अनि त्यो टाइम र डेट पनि सबै हामीले म्यानुअली राखेका छौँ। यो भएको हुनाले अब हामी ढुक्क छौँ। यदि भइसकेपछि हामी प्ले स्टोरमा गएर टिकटक चाहिँ डाउनलोड गर्छौँ। टिकटक डाउनलोड गरिसकेपछि अब यो चाहिँ अलि फिचर बढी भएको हुनाले तपाईँको ओपन भइसकेपछि नि एकछिनसम्म ओपन हुँदैन, किनभने यसलाई अलि थोरै टाइम लाग्छ। अनि यो टिकटक चाहिँ तपाईँले डाइरेक्ट tiktok.com भनेर गुगलमा गएर पनि तपाईँले साइनअप गर्न सक्नुहुन्छ, जहाँ चाहिँ जापान भन्ने देखाएको हुन्छ लोकेसन चाहिँ होइन। तपाईँले अनि डाउनलोड गर्दै हुनुहुन्छ भने त्यो पूर्ण रूपमा डाउनलोड हुन दिएर मात्रै यसलाई चाहिँ तपाईँले साइनअप गर्नु होला। साइनअप अब यहाँ मैले टिकटक खोल्दैछु। टिकटक खोलिसकेपछि यहाँ एग्री एन्ड कन्टिन्यू गरिदिनु होला। त्यसपछि यहाँ प्रोफाइलमा गएर लगइन भन्ने देखाउँछ। अब हाम्रो साइनअप गर्नुपर्ने हुन्छ जुन जापानको लोकेसन देखाएको छ। यहाँ युज फोन अर इमेलमा गएर हामीले अब हाम्रो बर्थ डेट अङ्ग्रेजीमा राख्नुपर्ने हुनेछ। त्यो राखिसकेपछि हामी इमेलबाट चाहिँ हामीले चाहिँ अब यो साइनअप गर्छौँ। इमेल राखेपछि हामीले अगाडि राखेको पासवर्ड पनि राख्छौँ होइन, अथवा छुट्टै पासवर्ड राख्नु पनि सक्नुहुन्छ। सेम पासवर्ड राख्दा झन् राम्रो हुन्छ, बिर्सिँदैन। यति गरिसकेपछि तपाईँलाई चाहिँ अब यो चाहिँ थोरै प्रोसेसिङ टाइम लिन्छ। अनि यो हालिसकेपछि अब हामीलाई भेरिफिकेसन सेप दिन्छ होइन, फरक कलरको सेम सेपको चाहिँ हामीले छान्नुपर्ने हुन्छ। यो छानेपछि हामीले कन्फर्म गरिदिनु पर्ने हुन्छ। अनि यो कन्फर्म भइसकेपछि अब हाम्रो चाहिँ टिकटक चाहिँ रेडी हुन्छ, जुन चाहिँ मोनेटाइज हुने टिकटक हो, जुन चाहिँ जापानको लोकेसनमा हामीले खोलेका हुन्छौँ। यो क्रिएट निकनेममा माथि कर्नरमा स्किप भन्ने हुन्छ, स्किप बटन थिचेपछि राख्नु पर्दैन। हामी यहाँ हेर्छौँ अब यो टिकटक रेडी भइसक्यो। प्रोफाइलमा जान्छौँ हामी। अब प्रोफाइलमा टच गरेर तपाईँलाई देखाउँदैछु। अब यहाँ चाहिँ अब नयाँ टिकटक भइसक्यो। यो विभिन्न सोध्छ, हामीले एलाउ गरिदिनु पर्ने हुन्छ होइन। अब म थ्री लाइनमा गएर चेक गर्छु। यहाँ अब टिकटक स्टुडियो पनि आउँछ होइन। टिकटक स्टुडियोमा आइसकेपछि तपाईँले अब मोनेटाइजेसन भन्ने जुन अप्सन खुले हुन्छ त्यसमा चाहिँ तपाईँले क्रिएटर रिवार्ड प्रोग्राम पनि देख्नुहुन्छ है। ऊ थर्डमा देख्नुभएको छ, सर्भिस भिडियो गिफ्ट एन्ड क्रिएटर रिवार्ड प्रोग्राम। क्रिएटर रिवार्ड प्रोग्राममा आउनु भनेको चाहिँ तपाईँको टिकटक चाहिँ मोनेटाइज हुने टिकटक हो। यसमा 10K फलोवर्स पुगिसकेपछि 1 लाख भिडियो भ्युज पुगेपछि तपाईँको मोनेटाइज हुन्छ, जसबाट तपाईँले राखेको भिडियोबाट पनि तपाईँले आम्दानी गर्न सक्नुहुन्छ। यो चाहिँ अब हामीले चाहिँ यो खोलिसक्यो। यो खोल्न चाहिँ अलिक टाइम लागेको छ। यहाँ तपाईँले देख्नुभएको छ क्रिएटर रिवार्ड प्रोग्राममा यहाँ पाउन लागि तपाईँले अब कुन कुन क्राइटेरिया पुर्याउनु पर्ने हो सबै यहाँ देखाएको छ होइन। यो चाहिँ अब तपाईँले देखिसक्नु भएको छ। मैले तपाईँले सबैलाई स्टेप बाई स्टेप देखाएको छु। अब यो टिकटक खोलिसकेपछि अब टिकटक लाइट चाहिँ कसरी खोल्ने भन्ने कुरा म देखाउँछु। तपाईँले त्यो खोलिसकेपछि मलाई मेल गर्न सक्नुहुन्छ। मैले तपाईँलाई मेलमा चाहिँ टिकटक लाइटको चाहिँ लिङ्क पठाइदिन्छु। यो चाहिँ प्ले स्टोरमा खोजेर भेटिँदैन। यसको लिङ्क चाहिँ मैले तपाईँलाई जिमेल गरिदिएँ भने तपाईँले त्यो लिङ्कबाट सजिलै डाउनलोड गरेर चलाउन सक्नुहुन्छ। अब टिकटक लाइट चाहिँ तपाईँले
डाउनलोड गरेर चलाएपछि त्यसबाट तपाईँले 10K फलोवर्स नपुग्यो भने अर्को भिडियो हेरेर इन्कम गर्न पनि सक्नुहुन्छ हैन। अनि त्यसमा थुप्रै अप्सनहरू रहेका हुन्छन्, थुप्रै गेमहरू हुन्छन्, अनि थुप्रै कोइनहरू टिप्नु पर्ने हुन्छ। त्यसबाट तपाईँले थुप्रै पोइन्टहरू पाउनुहुन्छ। त्यसबाट तपाईँले अनि सहिलेसँग पैसा झिक्न सक्नुहुन्छ। यहाँ म चाहिँ अब लिङ्क खोलेर हेर्दैछु। लिङ्क खोलेर टिकटक लाइट यहाँ डाउनलोड भइसकेको छ। टिकटक लाइट आइसकेपछि तपाईँले देख्नुहुन्छ तल प्लस बटनमा त्यहाँ अर्कै चिन्ह देखेको छ, माथि पनि अर्कै चिन्ह देखेको छ हैन। विभिन्न गेमहरू त्यहाँ माथि देखाएको छ, नोटिफिकेसन आइरहेको हुन्छ। त्यहाँ टच गरिसकेपछि हेर्नु चाहिँ म तपाईँलाई देखाउँछु। यहाँ टच गरेँ मैले। टच गरेपछि अहिले हेर्नुहोस्, अब यो विभिन्न देशले विभिन्न यो स्किमहरू ल्याएको हुन्छ। यो चाहिँ अब हामीले टिकटक अब यहाँ चाहिँ पोइन्टहरू आउने, यता चाहिँ एन्ड राख्ने हुन्छ हैन। यहाँ थुप्रै गेमहरू हुन्छन्। कुनैमा हनी टिप्ने हुन्छ, अनि कुकुरलाई हड्डी खुवाउने हुन्छ हैन। यो चाहिँ अनि यो तपाईँको यो भिडियो हेरे बापत कुनै हैन, कसैले लाइक गरे बापत, कसैले सर्च गरे बापत, कमेन्ट गरे बापत हैन, अनि विज्ञापन हेरे बापत पैसा आइराख्ने हुन्छ। अनि कुनै अब 24 घण्टामा विभिन्न पोइन्टहरू दिइरहेको हुन्छ दिनमा पनि। अनि थुप्रै हुन्छ। अब यहाँ कुनै भिडियो सेयर गरे बापत तपाईँले पोइन्टहरू पाउन सक्नुहुन्छ। यसरी थुप्रै हुन्छ यसमा चाहिँ, जुन चाहिँ तपाईँले यसमा चाहिँ हात खाली नजाने हप्तै पछि पुरस्कारहरू आएको हुन्छ। यो लास्टको चाहिँ अब भिडियो सेयर गरे बापत आउने हो, जुन चाहिँ मैले यसभन्दा अगाडिको भिडियोमा नि हालेको छु भिडियो बनाएर। टिकटक लाइट तपाईँले चलाउनुहुन्छ। यो चाहिँ हनी टिप्ने हो हैन। यो चाहिँ हप्तामा दिइराखेको हुन्छ। यसरी चाहिँ अब हनी टिप्दै अब तपाईँले 11को हनी टिप्नु भने तपाईँले झन् बढी पोइन्ट कमाउन सक्नुहुन्छ र त्यसबाट चाहिँ तपाईँले थुप्रै पैसा पनि कमाउन सक्नुहुन्छ। र यसरी तपाईँहरूले पनि यसरी टिकटक लाइट खोल्नु होला र सबैलाई जानकारी दिनु होला र तपाईँले बिना दुःख गरेर टिकटक हेरेकै भरमा चाहिँ तपाईँले चाहिँ इन्कम गर्न सक्नुहुन्छ भन्दै आजको भिडियो मैले यही बन्द गर्न चाहन्छु। अन्य केही कुरा तपाईँहरूलाई चाहिएमा कृपया कमेन्ट गर्नुहोला, मलाई फलो गर्नुहोला, अनि भिडियोलाई मन परेमा साथीहरूलाई पनि सेयर गरिदिनु होला भन्न चाहन्छु। र तपाईँले पनि यसरी टिकटक मात्र हैन, टिकटक लाइटबाट हेर्नुहोस् थुप्रै पैसा कमाउने ठाउँहरू रहेका छन्। यो चाहिँ खेर नफाल्नु होला। अब तपाईँले VPN अफ गरेर पनि मजाले चलाउन सक्नुहुन्छ। धन्यवाद।